यहाँ पनि लफडै भयो। हेर्दा सायद लजाउनु भएछन् क्या, त्यही पनि राम्रो छ। यिनको बिहा पनि होला सायद, म चाहिँ केही भन्दिनँ। बिहा भएपछि ए हाम्रो दाई एकदम मेलामा घुम्दै हुनुहुन्छ। दाई हेराउँदैछु के, बाइक लिएर आउनु भएछन् के। हेलो गाइस, फेरि पनि थरुवा भ्लगमा स्वागत छ। अब स्टुपाबाट हामी घर फर्किन लागेको छन्। हाम्रो साथीहरू पनि छन् एकदम। अब के गर्ने, यस्तै छ सलाएर हिँडेको। ल गाइस, जब चाहिँ हामी घर फर्किँदैछौँ यता, केटीहरू चाहिँ गयो सकेन्। केटीहरूलाई चाहिँ केही भन्दैनौँ हामी, के जावाको थिएन सायद, त्यस्तै लाग्यो। त्यस्तै लाग्यो उस्तै लाग्यो, थाहा छैन। अगाडि पनि साथीहरू जाँदैछन्, हल्का सानो गरम हिँड्दैछ धेरै। साथीहरू नागिदिले अगाडि साथीहरू जाँदैछन्। ओ चटपटले लो, चटपट अगाडि बिकिरहेछ। मिठो मिठो चटपट खानु, नेपालको चटपट। नेपालको चटपट यही हो। फाइनली आइसकेन् सबै साथीहरू। यी पछाडि पनि छन् उता। गाइज, यिनीहरूलाई को चिनेछौ भन्नु ल, मेन्सन गरिदिनु मेरो टिकटक आइडीमा। फेस चाहिँ हेराउन मन लागेको छैन सायद। हेर्दा होइसी ओए, हेर्दा सायद लजाउनु भएछन् क्या, त्यही पनि राम्रो छ। यिनको बिहा पनि होला सायद, म चाहिँ केही भन्दिनँ। बिहा भएपछि कति लजाउनु भएको क्या। हामी सुल्लेर अलि बाटे तर बिएफ गरे। ल गाइज, मेन्सन गरिदिनु को चिन्नु भएछ। स्टुपाबाट आउँदै हुनुहुन्छ यिनीहरू, हामीसँग भेटिनु भयो क्या बाटोमा, केही छैन। ल गाइज, हामी फेरि झुल्मी पुलतिर आइसक्यौँ। अब जावा जाने बाटोमा एकदम झुल्गी पुल छ। यता छ झुल्गी पुल, बिर्सिहाले थियो। नो, म त फस्छु यार। साइकल पनि जग्गा छैन चलाउनलाई। यसको चाहिँ सिटै खसिरहेछ अघि नैबाट, सिट खसिरहेछ क्या यसको। तर केही छैन, ए बाबुहरूलाई ताक्दैछन्। हेलो भन्देऊ, हेलो भन्देऊ, ओ हेलो भनेछन् नानी। ल केही नै, हामी चाहिँ झुङ्गी पुलमा आइसक्यौँ। ए ओ मुजीहरू नटङ्की गर्दैछन्। झुल्गी पुल पनि हिल्दैछ, भाँचिन्छ जस्तो लाग्छ यार। हेर न कस्तो हिल्दैछ, डान्स गरे जस्तै हिलाइरहेछन् तिनीहरू त एकदम बबाल तरिकाले क्या। ए तल खाइ छ, माथि झुङ्गी पुल छ, माथि झुङ्गी पुलको हामी छौँ। तिनीहरू उता गइरहेछन्। हेलो गाइस, हामी फेरि पनि जावा पुगिसक्यौँ। भनेपछि जावा गाउँमा छौँ जावाको। अब जावाको के भन्छन् फिल्डतिर जाँदैछौँ हामी, जान लागेको क्या। केही छैन, त्यही पनि राम्रो छ। साथीहरू पनि आइसक्यो नि एकदम बबालले। होइन, अब फुटबल हेर्ने सायद भ्याएछ कि नै फुटबल। खायो होला भन्यो मजै आउनु न, फेरि लास्टै झ्याउ लाग्छ क्या। यताभित्र जाँदैछौँ हामी, भित्र पनि छिरिसक्यौँ फाइनली। झट्कामा छिरेछौँ। हेर्नुहोस् गाइज, मेरो साइकल चाहिँ पार्क भयो एकदम। बिना ब्रेकको साइकल, सबैको साइकल पार्क हुँदैछ। अझै उ लाउँदैछन् क्या। अरूजना कहाँ छन् थाहा छैन, अरू साथी अरूजना चाहिँ यहीँ छन्। ए हाम्रो दाई एकदम मेलामा घुम्दै हुनुहुन्छ। दाई हेराउँदैछु के, बाइक लिएर आउनु भएछन् के। ल एकदम बबालले पोज पनि दिनुभएछन्। ल अब म पनि आफ्नो मोबाइल पाइसकेँ। मेरो मोबाइल पनि कबाडी भइसकेछ। तिमीहरू सपोर्ट गर्छौ भने नयाँ मोबाइल लिन्छु क्या। कोही न, त्यही पनि ल खुला ल। ल गाइज, अब साथीहरू चाहिँ आएछन् अहिले। जावाको मेला यही हो, बुद्ध जयन्तीको एकदम बबाल तरिकाले आएछन् केटीहरू फुटबल हेर्न। केही छैन के, त्यही पनि राम्रै छ। फुटबल हेर्न आउँछन् क्या। त्यो भइरहेछ एकदम बबालले। कहाँ कहाँको टिम हुन् त्यो त थाहा छैन, अन्डीहरूको भइरहेछ क्या। एकदम बबालले हेर्नु अन्डीहरूको। यो गोलकिपर हुनुहुन्छ। यहाँ चाहिँ अडियन्सहरू चिलाउँदैछन्, बसिछन् चिलाउँदै एकदम बबालले। यो भाइ त लास्टै के छुसो यार, भित्रभित्र उता हुटिङ दिँदैछन् क्या चारितिर। एकदम उता अहिले उता बल गइरहेछ, उता छ बल चाहिँ उता छ, सबैभन्दा उता ऊ खेलिरहेछ। अहिले उता जाने, यता भिड पनि छ लास्टै क्या। हेर्नुहोस् भिड पनि छ लास्टै। हाम्रो साथीहरू आएछन् अझै। ए
यति नै हो। अझै टायर छैनन् सायद, उतै छन् फोटो खिचाउँदै। यहाँ पनि छन् हाम्रो गाउँको मान्छेहरू एकदम भोपालले भलिबल हेर्न फुटबल भन्छन् कि फुटबल भन्छन् बिर्सिहाले चाहिँ क्या। र अब के गर्ने, यस्तै हो, यस्तै भिडियो बनाउँदा हेर्दै गर्ने कोही न। यस्तै छौँ हामी चाहिँ। यी साथीहरू चाहिँ आन्टीहरूलाई हेर्दै बल पनि आउँदैछ। अब हेर्नुहोस् बल पुगिहाल्यो, बल पनि गोल हुन्छ सायद जस्तै लाग्छ, गोल हुन सम्भावना छ एकदम। कहाँ बल पुगिहाल्यो, हेर्नु त बल चाहिँ जाँदैछ खै कहाँ बल उता पुगिसक्यो फेरि। हेर्नुहोस् त ऊ टाढा पुगिसक्यो बल फेरि। चल लगाइ उता भनिरहेछन् जानलाई, अब उता जाने सायद। चल यार हिरो बन के जात त लगाइदिए। हाम्रो हिरोजी जानु भएछन्, सानो गराइदिउँ भयो। ल अब यतै घुम्दै आएको झावामा पनि फेरि धेरै लास्टै भिड छ क्या हेर्नलाई। सबै छन् बसेको हेरेको। अब बाहिर जान लागेको हामी त एकदम भब्बालले। यता चाहिँ केटीसेटी फोटो खिचाउन लागेको छन् सायद जस्तो लाग्छ। सालको चट्टीकोलाई हेर्नु न यार। यता बसिसकेछन् साथीहरू छन्, सबै साथीहरू हेर्नु एकदम। यो गौतम बुद्धको मूर्ति हो। यता पनि फोटो सुटिङ हुन्छ सायद जस्तो लाग्छ। यहीँबाट फोटो खिचाइरहेछन् क्या, तर के गर्ने उता फुटबल भइरहेछ क्या म्याच। पानी खाने टाइम भयो, पानी धेरै भुकै मर्दैनन् नि फेरि त। यो साला हाम्रो अघि नैबाट फोटो खिचाइरहेछन् क्या, एउटाले मन भरे छैन, एउटा अझै भनेछन् फेरि जाम 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 यार जाम जाम चले के जाम। फाइनली हामी पसिना भइसक्यौँ, तर केही छैन। ए यिनीहरूको चट्टीकलाई हेर्नु न, हाम्रो गाउँको केटाहरू यस्तै छन् क्या एकदम बबालले। यस्तै गर्छन् हाम्रो गाउँको केटाहरू, जहाँ पनि भेटिन्छन् क्या यिनीहरू त लास्टै छन्। गाह्रो छ हाम्रो जिन्दगी। ल मलाई आगोस् देख्दै ठिकै आउँदा नै एकदम। अब हामी फेरि जाँदैछौँ फिल्डको एक राउन्ड लाउँ फेरि हामी। हेर्नुहोस् पछाडि पनि छन् साथीहरू एकदम नलजाएर के हुन्छ फिल्डको एक राउन्ड लाउँ अनि एकछिन बस्ने क्या यता। एकछिन बस्ने यता। यो पनि भ्लग बनाउँदैछ, यसको चाहिँ युट्युब च्यानल थाहा छैन। पहिलाको भनेछ कि थरुवा भ्लगर हो पहिलाको युट्युब च्यानल, तर मलाई थाहा छैन क्या के हुन्न। तर पनि हाम्रो पारा यस्तै छ। अब यता घुम्नु क्या कता पछाडिबाट जाँदैछौँ, हामी पनि पछाडिबाट जाऊँ अलिकति। यो सबै छन् क्या साथीहरू, गर्ल्सहरू। कति धेरै भिड छ क्या यता। यसोमा त अझै होला भिड, तर म केही भन्दिनँ। धेरै मान्छे आएछन् के चारैतिर, कपाल नै कपाल बसेछन्। कपाल त भन्न भएन, तर पनि केही हुन्न, कपाल नै धेरै हुन्छन्। यता पनि छन्, सबै बसेछन् फुटबल हेर्नको लागि। यति के भन्छन् केही भन्दैन, धेरै फुटबल हेर्छन् के। जावा भनेपछि जावा हो नि, धेरै फुटबल हुन्छन् क्या यता। त्यही भएर कहीँ मगमुढाको लटचट्टाहरू छन्। ए लटचट्टा यता यता। ए हेर्नुहोस् कस्तो त मौगायो। यो त मेन लटचट्टा छ के एकदम मौगा छ यो चाहिँ। नभन्नु यसको पारा के छ। हेर्नुहोस् गाइज कति जनता जुटेछन् जावामा, जावाको फिल्डमा धेरै जनता जुटेछन् कि हेर्नुहोस् एकदम बबाल तरिकाले। यो हेर्नुहोस् मामाहरू पनि भिडियो गर्दैछन्। यता प्लान्टी हुन थालेछ, यता पनि जनता आउने छ। ट्याङ्की पऱ्यो जावा भसेस खबर पुरा। फाइनली यता लफडा भयो जस्तो लाग्छ। हेर्नुहोस् त फाइनली लफडै छ यता पनि।
यता लफडा भयो के जस्तै लाग्यो। फाइनली यहाँ पनि लफडै भयो। ल यो सर्ट भाइरल हुनु पर्यो। हेरिदिनु होला फाइनली लफडा भयो म्याच हेर्दा हेर्दै। गाइज यता लफडा भयो जावामा फुटबल हेर्दा हेर्दै पिलान्टीमा थाहा छैन तर किन भयो फाइनली गाइज जावामा पनि फाइनली लफडै छ यता के भन्ने सबै एकदम जनताहरू जुटे थिए फेरि कहाँ मध्ये कहाँ घुमटवाडा एकदम ये हाम्रो साथी यता पनि सबै जाँदैछन् क्या हो मेसीको फ्यान हेर्नुहोस् गाई चाँडैतिर छन्। अब के भन्ने केही भन्न सक्दिनँ म यता सबै जनताहरू गइसके अब पिलान्डी पनि हुन्छ कि नै थाहा छैन यार। अब कहाँको फाइनलमा जित्छन् त्यो पनि थाहा छैन म त केही भन्न सक्दिनँ केही नै यस्तै हल्का डुलम लगाइज घाँटी पनि सुक्न थाल्यो मेरो। अब पानी खाम हल्का चिसो चिसो पानी खाने हो। कति झगडा हुन्छ यता सबै जनताहरू भागिसक्यो घर। अब कहाँको जे छन् त्यो पनि थाहा छैन। बसेछन् केटीहरू। अब म पनि पानी खाम फाइनली म पनि पानी खाएर आएँ एकदम हेर्नु पसिना फ्रेस भइसकेँ म पनि। अब फेरि डिस्कस के को डिस्कस हुँदैछ हेरौँ हल्का धेरै लफडा छ के जावामा पनि हल्का पिलान्टी हुन थाले थियो यार यति राम्रो त्यही त यार यति राम्रो माहौल हुँदै थियो के भन्छ नन्डीहरू अनि केटीहरू खेल्दै थिएन फुटबल पिलान्टी पऱ्यो फेरि यति एकदम मस्त तरिकाले बसेको थिएन के फेरि लफडा भयो भने के गर्ने अब अझै पनि दिनु केही भन्न सक्दैनौँ हामी चाहिँ केही नै तब पनि राम्रै छ। मेरो साथीहरू कहाँ गरेछन् थाहै छैन तर पनि कहाँ छन् खोजौँ हल्का एउटा पनि जनता छैनन् यार कहाँ किन गाने भन ल हामी पनि आइसक्यौँ साथीहरूसँग। कति लफडा हुँदैछ क्या अघि नैबाट हेरेको हेरै गरेछन् यता त। अब फाइनली लफडा भ्याइसक्यो सबै भइसक्यो रिसाएर घर जाँदैछन् रिसाएर घर एकदम घर जाँदैछन् क्या म केही भन्दिनँ। यता छन् मुकेशहरू यिनीहरू पनि लफडै नै देखेको थिएन अघि नैबाट ए बसिहालेन् लफडा हेरेको हेरे एकदम पुरै लगाइज लफडा पनि भ्याइसक्यो। अब कहाँको टिम जित्छ जावाको कि खबरपुराको पिलान्टी परेको थियो फाइनल हो कि नै थाहा छैन त्यही पनि राम्रै छ होइन। अब कहाँ जितिएन फाइनल हो अब फाइनल भोलि हुन्छ यार के हुन्छ यस्तो लफडा पनि भ्याइयो हाम्रो जाँगर पनि भ्याइयो। अब घर जान विचार जस्तो लागेछ यो सबै जनताहरू भागिसक्यन् क्या हेर्नु कोही पनि छैन जनता। अब लगाए जब जमिन पनि बन्न थाल्यो हाम्रो तर केही नै कितना प्लेट हुए एक प्लेट और पैक करो ना हम पैसा नहीं बाटे चल घरे ले जाओ लगाइज म पनि चाउमिन पैक गराइसकेँ।